गऱ्यौं जुसको कुरा गर्छौं। जुस बोल्न बडा सजिलो छ सर। स्याउ सन्तरा मौसमी बोल्न बडा सजिलो छ, तर एफोर्ड को गर्न सक्छ। सुन किनेर ल्याउन सजिलो छ, तर एभ्रीडे स्याउ सन्तराको जुस खान सजिलो छैन। हामीले खाने भनेको स्याउ सन्तरा पहिले काहीँ वर्षमा 1-2-4 पल्ट खान्छौँ होला, 10 पल्ट खान्छौँ होला, तर त्यो होइन। खानुपर्ने खासमा जुस के हो भने 40 कटेसी रमाउला भनेपछि के रमाउला, 40 कटेसी सुगर प्रेसर थाइरोइड लगाउला अनि के रमाउला। खाने भनेको लौका करेला काँक्राको आफ्नै बारीको अर्ग्यानिक जुस। यसरी जस्तै म यो लौकाको जुस तपाईँहरूको अगाडि देखाउन गइरहेको छु है। हाम्रो नन स्टप यहाँ चलि पनि रहेको छ। यो लौकाको लागि त्यही सिस्टम हो। अरेन्ज कलरबाट खिच्ने, सेन्टरमा ग्लास राख्ने, यो लौकालाई यसमा आट्ने साइजको मसिनो गर्नु भएन, हाल्दै जाने खाँदै जाने। खासमा खाने भनेको यो हो। जब तपाईँलाई बिमारी लाग्छ, त्योभन्दा बिमारी लाग्नुभन्दा पहिले नै हामी सचेत गर्नु। कति पनि टाइम लागेन। हेर्नुहोस्, आफ्नै बारीको लौकाको जुस, करेलाको जुस, काँक्राको जुस, स्वादतिर नजानुहोस्। त्यो स्याउ जस्तो मिठो मिठो, यसलाई तपाईँले मेडिसिन भनेर है हेर्नुहोस्, तुरन्तै अर्ग्यानिक एकदम छानेको जुस। कति पनि टाइम लागिरहेको छैन। त्यो बाबा रामदेवले भन्दैछ नि, लिभर सम्बन्धी रामबाण यही हो। जुस सबै यता र फोहोर खोस्टा सबै यता। अब यो लौकाको जुस लिभर सम्बन्धी रामबाण भन्छन्। लौकामा 2 तरिकाको कुरा छन्। अब त्यो तपाईँको आफ्नो कुन हो सिस्टम त्यो थाहा गर्नु होला। कोही बोक्रा तासेर खान्छन्, कोही बोक्रा सहित खान्छन्। अब तपाईँ कुन मध्ये पर्नुभयो एज यु विस, मलाई त्यसको मतलब भएन। त्यो तपाईँले आफ्नो सोधेर बुझेर खानुहोस्। फाइदा दुइटैको हो, तर कतिको फाइदा बेफाइदा तल। यसलाई बिरे नुन हालेर कोही खान्छन्, कोही यतिकै सादा सेतो नुन हालेर खान्छन्, एज यु विस।